गरेर अनि आँप खेलाउने आएकै हामीले चाहिँ हिजो आँप लिएर आएको अनि आज चाहिँ आँपको अचार मम्मी काट्दै हुनुहुन्छ कान्छु यहाँ छान्दै हुनुहुन्छ यसलाई चाहिँ काटिसकेर हामी नुनमा डुबाउने होइन मम्मी पछि अर्कै कलर आउँछ अनि निकालेर घाममा सुकाउने छोरीकोबाट ल्याएको आँप बाहिर अरूको आँप होइन छोरीकै बगैँचाका आफ्नै बारीको बगैँचाको घरमा उफ्रिनु भएको छ आँप खानालाई ए भाइले लगेर दिनुभएको हो नि भाइले हाता लिनु लाग्यो भने दुख्छ नि त लु लाग्यो यम्मी हो न तातै कुर्यो खाऊ यो पहेँलो लगाइ नानी पहेँलो भएको छुट्टै गर्नु 1 केजी आँप भयो चक्कुले चाहिँ काट्ला नि आँप साथीहरु यो चाहिँ आँपको चाना हो हामीले काटेर रेडी बनाइसक्यौँ यो चाहिँ हामी हिजो लिएको हो यसलाई चाहिँ 24 घण्टा नुनमा एकदम राखेर नुन लाउँदै आँप लाउँदै नुन लाउँदै आँप लाउँदै राख्नुपर्छ अनि 24 घण्टा पछाडि निकालेर घाममा मस्त सुकाएर अनि यसलाई अचार लगाएर ड्यानी हुन्छ यसरी गर्ने साथीहरु सिनमा नुन सल्ल छ कि हल्का बाबुले पनि लाउने अब हामी चाहिँ म्याङ्गो सर्र राख्ने अनि हामी नुन लाउँदै आँप लाउँदै नुन लाउँदै भरे पानीहरू केही पनि पर्दैन यसकै पानी आउँछ अब नुन लायौँ फेरि आँप लायौँ सोर्टी मजाले आउँदैन कि साथीहरू मेरो ट्याक्क पारेर खाएको त झन् बाप्रे भात त एक थाल हुन्छ कति मिठो हुन्छ हामीले चाहिँ नुन लाउँदै आँप लाउँदै नुन लाउँदै आँप लाउँदै फाइनली हामीले चाहिँ सक्नु आँट्यौँ त्यसरी होइन बाबु उहाँ पनि छ के भन्नुपर्छ नुन पर्छ अब रुने होला भयो साथीहरू यहाँ चाहिँ नुन पर्यो भनेर रोएर सानो मान्छे त नुहाएर चिटिक्क परेर फेरि म पनि अचार हाल्छु भनेर रुएर सानो होइन लो 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 अब पुग्नुलाई हामी चाहिँ यसरी छोपेर भोलि बिहान निकाल्छौँ यहाँ हाम्रो सानो छोरीले चाहिँ अचार लगाइसकेर हात धुनु भएको छ होइन